स्टोरीको सुरुमा जङ्गलको सिन देखिन्छ जहाँ एउटा वारियर घोडामा चढेर गइरहेको हुन्छ। उसले केही देख्छ अनि रोकिन्छ। त्यहाँ एउटा केटा उभिरहेको हुन्छ अनि एउटा वारियर कुद्दै जान्छ अनि भन्छ हामी डेस्टिनेसनमा पुगिसक्यौँ। त्यो वारियर हाम्रो एमसीको छेउमा जान्छ अनि भन्छ म तिमीलाई पैसा दिन्छु तर मैले सोधेको क्वेसनको एन्सर दिनुपर्छ। हाम्रो एमसी पैसा देखिसकेपछि सक हुन्छ अनि त्यो देखेर त्यो वारियर पनि हाँस्छ। एमसीले हतार हतार पैसा खोज्छ अनि त्याँमा टोकेर चेक गर्छ। एमसीले भन्छ मिस्टर तपाईँले बच्चाहरूको ग्रुप खोज्नु भएको। उसले पनि सक हुँदै भन्छ हो। अनि त्यो वारियर हाँस्दै भन्छ म्याम हामीले खोजेको मान्छे यहीँ रहेछ। त्यो कुरा सुनेपछि अचानक एउटा वारियर उडेर एमसीको पछाडि आउँछ अनि हाम्रो एमसी पछाडि फर्केर हेर्छ अनि त्यो केटीले भन्छ ब्रदर तिमीले त्यो बच्चाहरूको ग्रुप कता देख्यौ अनि अहिले तिनीहरू कता छन्। अनि हाम्रो एमसीले भन्छ यु लुक सो प्रिटी देन जो युसा। अनि त्यो केटीले सोध्छ यो केटालाई कसरी बोल्नुपर्छ त्यो आउँदो रहेछ तर जो युसा केटीको नाम होइन जस्तो लाग्छ मलाई त। त्यस पछाडि एउटा डिमन त्यो केटीको पछाडि आउँछ अनि भन्छ तैँले मलाई कसरी कम्पेयर गर्न सकिस् जो युसालाई यो केटीसँग। अनि चिचाउँदै भन्छ तैँले मलाई अग्ली भन्नु खोजेको हो। तर एमसीले केही पनि भन्दैन। अनि त्यो केटीले भन्छ ब्रदर के तिमी मलाई त्यो बच्चाहरूको ग्रुपमा पुऱ्याउन सक्छौ। अनि एमसीले भन्छ ओके सिस्टर। अनि त्यो केटीले भन्छ रेडी हो अब जानुपर्छ। त्यसपछि सबैजना जान्छ अनि त्यो मास्टरले सोध्छ एमसीले सबैजनाले ह्यान्डल गर्न सक्छ भनेर। त्यसपछि सिन माउन्टेनको आउँछ अनि एमसीले भन्छ सिस्टर मलाई त भोक लाग्न थाल्यो। यो सुनिसकेपछि त्यो केटीले झोलाबाट केही कुकिज निकालेर हाम्रो एमसीलाई खानु दिन्छ अनि एमसीले थ्याङ्क यू सिस्टर भन्छ। अनि त्यो केटी र त्यो वारियरले कुरा गर्छ तिमीले केही नोटिस गर्यो अनि उसले भन्छ यस म्याम। अनि त्यो केटीले हाम्रो एमसीलाई हेरेर भन्छ यो त एउटा कल्टिभेटर रहेछ। अनि फेरि तिनीहरू दुईजना सक हुन्छ एमसीको टाउकोमा साइन आएको देखेर। अनि त्यो केटीले भन्छ यस्तो कन्ट्री साइडमा पनि यस्तो रियल जिनियस कहाँबाट आएछ।